हेलो, कतिवटा तकनिकी गडबडीको कारण यो सिस्टममा यहाँ जाँच भइरहेको थियो र म खेद प्रकट गर्दछु। र मैले भन्दै थिएँ जुन उद्देश्यले हामी लागि परेका छौं, यहाँ कसैको हाम्रो अलायन्स गठबन्धन दलको कसैको व्यक्तिगत स्वार्थ, कुनै पार्टीको स्वार्थ छैन। हाम्रो गठबन्धनमा जनताको स्वार्थ छ। हाम्रो गठबन्धनमा स्वार्थ छ भने पहाडको हितको स्वार्थ छ, दार्जिलिङको भविष्यको चिन्ता छ, कालेबुङ अनि खरसाङको भविष्यको चिन्ता छ। हामीलाई चिन्ता छ र हाम्रो केही स्वार्थ छ भने आउँदो हाम्रो युवा पिढीहरूले केही पाउन पर्छ, समान अवसर पाउन पर्छ भन्ने चिन्ता छ। जसले जे भने तापनि ती कलंकित अनुहारहरूले, ती कलंकित राजनैतिक दलहरूले हामीलाई जे जस्तो आरोप लगाए तापनि हामी सत्यको बाटोमा छौं र हामी हाम्रो लक्ष्यमा सम्म पूर्ण गर्नेछौं, हाम्रो यात्रा पूर्ण गर्नेछौं भन्दै आजको मेरो यो स्वागत सम्बोधनलाई यही शेष गर्छु। भारत माता की जय गोर्खा, जय गोर्खा। थ्यांक यू। यो दाहिने पाखा र देब्रे पाखामा जुन खाली ठाउँ भर्नुपर्ने एउटा अभिभारा यो हाम्रो होइन, तपाईहरुको हो। यसर्थ किन पछिल्तिर अनुहार लुकाउनु हुँदैछ? यहाँ मञ्चमा आसीन कसैको बाँकी छ क्या हो तपाईहरुसँग? अलिकति अगाडि आइदिनुस् न। मञ्चमा कसैको साथीहरुको बाँकी छ भने, उहाँहरूले बाँकी बुझाउनु छ भने माफ भनिदिनु होला। अलिकति अगाडि आइदिनुस्, किनभने क्यामेराको फ्रेम हामीले क्यामेरा प्यानै गर्नु सकेको छैन। क्यामेरा प्यान गर्नै सकेको छैन। काइन्डली अगाडि आइदिनुहोस्। सायद सबैले नेपाली बुझ्नु नै हुन्छ। I would like to request our honorable invitees to kindly take seats in the front row. Please start filling the front rows first and followed by the subsequent rows. आजका प्रमुख मुहार हाम्रो प्रतीक्षाको उत्कट अन्तर मन कन्तुरमा रहेका छवि मुहार मालदाबाट टेक अफ गरिसक्नु भएको छ। कुनै पनि समय लेबोङको हेलिप्याडमा उहाँको वायुयान अवतरण गर्नेछ। सो प्रतीक्षाको घडी पल पल अग्रसर हुँदाहुँदै तपाईहरु अग्रसर भएर अघि आई पहिलो पंक्तिमा बसिदिनु भयो भने हामीसँग बोलचाल राम्रै छ भन्ने आवाज उहाँसम्म पनि जानेछ। हाम्रो बोलचाल टुटेको छैन, त्यो उहाँलाई पनि, गृहमन्त्री महोदयलाई पनि थाहा होस्, ज्ञात होस्, अघि आएर बसिदिनुहोस्। एउटा युवा उम्मेदवार जसलाई सम्बोधन गर्दा मलाई भन्न मन लाग्छ, कुनै एक युवाले भनेका थिए, मलाई कुनै वक्तव्य भित्र नमाद्नुहोस्, वक्तव्य त म आफै भित्रबाट आकृति लिँदै मुखारबाट फुट्न तयार छ। मलाई समय भित्र पनि नबाध्नुहोस्, किनभने म कोसिस गर्छु कि म समयलाई पनि जितेर अघि निक्लनेछु। खरसाङ विधानसभा क्षेत्रका प्रार्थी उम्मेदवार 23 तारिखसम्मको लागि उम्मेदवार मतगणनापछि शपथ ग्रहणको निम्ति प्रस्तुत सोनाम लामा। भारत माता की, भारत माता की वन्दे, जय गोर्खा, जय गोर्खा। यस विशाल संगठन भारतीय जनता पार्टी का खरसाङ 24 खरसाङ का प्रार्थी म सोनाम लामा यहाँ मञ्चमा आज यस विशाल मञ्चमा उपस्थित हाम्रा गोर्खा अध्यक्ष विमल गुरुङज्यू अनि हाम्रा सांसद, सम्पूर्ण गोर्खाहरूका सांसद राजु विष्टज्यू अनि हाम्रा
एमपी राज्यसभा एमपी श्री हर्षवर्धन सिंगलाज्यू, अनि यसरी नै हाम्रा बेंगलोरबाट एमपी बीजेवाईएम का हाम्रा प्रेसिडेन्ट पनि हुनुहुन्छ, नेशनल प्रेसिडेन्ट तेजस्वी सूर्यजी। अनि क्यान्डिडेटको क्रममा हाम्रा दार्जिलिङका क्यान्डिडेट हाम्रा नोमन रायज्यू, अनि कालिम्पोङका हाम्रा क्यान्डिडेट भरत छेत्रीज्यू, र यसरी नै हाम्रा जीएलएलएफ पार्टीका अध्यक्ष मोहन घिसिङज्यू, अनि हाम्रा भारतीय जनता पार्टी डिस्ट्रिक्ट प्रेसिडेन्ट सञ्जीव लामाज्यू, अनि हाम्रा सीपीआरएम पार्टीबाट प्रेसिडेन्ट बुद्धिमान राई सर, र हाम्रा सेकेन्ड रोमा हाम्रा एमएलए फर्मर एमएलए निरज जिम्बा सर, हाम्रा डिस्ट्रिक्ट जनरल सेक्रेटरी सुजेन्द्र राई सर, अनि डिस्ट्रिक्ट जनरल सेक्रेटरी गोर्खा जनमुक्ति मोर्चा रोशन गिरिज्यू, अनि नारी मोर्चा अध्यक्ष बीजेपी रोमा छेत्री घिसिङज्यू, अनि यसरी नै नारी मोर्चा अध्यक्ष गोर्खा जनमुक्ति मोर्चा आशा गुरुङज्यू, अनि यसरी नै फर्मर एमएलए हाम्रा नरबहादुर छेत्रीजी, अनि एनबी लामा सर, जीआरएनएम पाल्देन तामाङज्यू, उहाँ सायद आइपुग्नु भएको छैन, पाल्देन तामाङज्यू, सम्पूर्णलाई एकमुष्टमा म फेरि जो आइपुग्नु भएको छैन उहाँहरूलाई पनि स्वागत, यस मञ्चमा स्वागत गर्दै म खरसाङको तर्फबाट यस विशाल समूहमा, यस विशाल संगठनमा तपाईहरुलाई 2-3 शब्द राख्न चाहन्छु। किनभने म एउटा खरसाङबाट जुन एउटा प्रतिनिधित्व गर्दै खरसाङमा यसपालि अचम्मित कार्यकर्तामा हामीलाई यस विशाल पार्टी संगठनले मलाई जुन दायित्व दिएर, जुन जिम्मेवारी दिएर खरसाङमा उतार्नु भएको छ, यस संगठनमा जो भारत देशमा एउटा विशाल पार्टी, यो देश गणतन्त्रको देश, विश्वमा सबैभन्दा ठूलो गणतन्त्रमा आज यस औदामा यस उभिनको निम्ति म आफूलाई गर्वभित ठान्छु। अनि म मेरो सम्भाषण राख्न अगाडि सम्पूर्ण यहाँ उपस्थित हामी यस लेबुङ ग्राउन्डमा, गोर्खा ग्राउन्डमा उपस्थित सबैलाई स्वागत सम्बोधनमा राख्दै यो गोर्खाको निम्ति अब यत्रो वर्ष हामीले जुन प्रकारले यो पहाडमा, यो भारत देशमा हामीले न्याय मागिरहेका छौं, न्याय मागिरहेका थियौं, अब हाम्रो आशाको किरण, आशा अब दिनदिनै जुन प्रकारले ठूलो ठूलो बल्दै गएको छ, जुन प्रकारले हामीले आन्दोलन थियौं 2007 देखि हामीले नै थाहा भयो, जुन प्रकारले 2007 देखिको हामीले आन्दोलन गर्यौं, 2007, 2009, 2011, 2013, 2017 मा जुन प्रकारको हामी आन्दोलित भएर, त्योभन्दा अगाडिको त इतिहास हाम्रा यहाँ मञ्चमा आसीन अग्रजहरूलाई थाहा होला, 1986 देखिको अगाडि, म त सायद अलिअलि मात्रै थाहा छ। तर आज जुन प्रकारले गोर्खाहरू यो देश, यो भारत देशमा हामीले जुन प्रकारले एउटा सुरक्षा कर्मी, एउटा रक्षक भएर बसेका छौं, यो देशको सीमानाको रक्षा गरेर बसेका छौं, र हामी यो देशमा जुन प्रकारले आज खटिएका छौं, हाम्रा दाजुभाइहरू आज पनि बोर्डरमा शहीद भएर आउँदैछन्, अनि भोलि पनि हुन्छन्, पर्सि पनि हुन्छन्। हामी यो देशको निम्ति रगत बगाउन तयार छौं, हाम्रो युवाहरू तयार छ देशको निम्ति, र हामीले आज जुन प्रकारले देशको निम्ति आज गरिरहेका छौं, र हामीलाई पनि आज देशले जुन प्रकारले हेरिरहनु भएको छ, एउटा सम्मान दिनु भएको छ,
र आज तर जुन प्रकारले प्रदेशमा सरकारहरू चलिरहेको छ, आजभन्दा अगाडिदेखिको जुन प्रकारले वेस्ट बेङ्गल सरकारहरूले हामी गोर्खाहरूलाई यो क्षेत्रमा, यो बङ्गालभित्र जुन प्रकारले हामीलाई शोषित गर्दै आइरहेको छ, र यसमा हामी गोर्खाहरूको जुन प्रकारको बारम्बार दशकमा हामी आन्दोलित हुन्छौं। मिरिकको ग्राउन्डमा, कालिम्पोङको चोकमा, दार्जिलिङको चोकमा, खरसाङको चोकमा, बिजनबारीको गल्लीमा जुन प्रकारले विद्रोहको आवाजहरू उठ्छ, हामीले जुन प्रकारले आज उकुस मुकुस भइरहेको छ, तर आज हामीले हाम्रो सपना साकार हुँदै गरेको अन्तिम क्षणमा छौं। हामीले यो देश सुरक्षाको निम्ति जुन प्रकारले खटिएका छौं, र आज हामी भन्न चाहन्छौं, आज जुन प्रकारले हाम्रो गोर्खाहरूलाई बाँट्नुको निम्ति, गोर्खाहरूलाई टुक्रा टुक्रा पार्नको निम्ति गोर्खाहरूलाई जुन प्रकारले बाँटेको छ, आज गोर्खाहरू जुन प्रकारले बसेको छ यो क्षेत्रमा, हामी भन्न चाहन्छौं, यहाँ बङ्गाल सरकारले जुन प्रकारले हामीलाई दबाउ गरे, जुन प्रकारले हाम्रो नेतृत्वहरू मारिए, जुन प्रकारले हाम्रो नेतृत्वहरूलाई जेलमा सडाइए, जुन प्रकारले हाम्रो नेतृत्वहरूलाई आज पनि छिन्न भिन्न बनाएर हाम्रो युवाहरूलाई 6 वर्षसम्म जेलमा राखेको छ। हाम्रो युवाहरू अहिले पनि पीडित छन्। अहिले पनि हाम्रो युवाहरू त्यो 17को आन्दोलन सम्झिँदाखेरि अहिले पनि म साथीहरूलाई भेट्छु, हाम्रो युवाहरू जुन प्रकारले बसेका छन्, अहिले पनि जुन प्रकारले हामीलाई दर्द छ, यो मनमा, यो छातीमा हाम्रो जुन प्रकारले उकुस मुकुस भएको छ, र हामी भन्न चाहन्छौं, यहाँबाट हामी ऐलान गर्न चाहन्छौं, बंगालमा अब सत्ता परिवर्तन हुँदैछ। जुन प्रकारले हाम्रै साथीभाइहरूले जुन प्रकारले हामी सँगसँगै एउटै थालमा भात खान्थ्यौं, एउटै गाडीमा हिँड्थ्यौं, सँगसँगै आन्दोलन गरेको साथीहरूले पछाडिबाट हामीलाई छुरी घोपेको छ। र हाम्रो यो राजनीतिक लडाई हो, राजनीतिक लडाई। हामीलाई भन्छ नि, राजनीतिक लडाईमा हामी 2017मा इमोसनल थियौं। 2017मा हामीले एउटा भावनासम्म रोडिएको हाम्रो लडाई थियो यो लडाई। तर अब हामीले बुझेका छौं, यो हाम्रो भावना मात्र होइन, यहाँ राजनीतिक लडाई हुँदो रहेछ। पछाडिबाट हामीलाई राजनीति गर्दो रहेछ। हाम्रै साथीभाइहरूले हामीले सुनेका थियौं, 86मा पनि हामीलाई नै हाम्रै साथीभाइहरूले धोका दिएको, र हामीले धेरै तर यो पालि हामीले देख्यौं जुन प्रकारले हाम्रै साथीभाइहरूले हामीलाई छिन्न भिन्न बनाए। र हामीले त यो पालि जुन प्रकारको हामीले कुरा गर्छौं, जुन प्रकारको मनमा अहिले पनि त्यो घाउ मेटिएको छैन, र तर राजनीतिमा जुन प्रकारको चालखेल हुँदो रहेछ, अहिले पनि म भन्न चाहन्छु, हाम्रो यो भारतीय जनता पार्टीको यदि हामी सिपाही नभएको भए, यदि संगठनमा हामी नभएको भए, यति ठूला ठूला नेतृत्वहरू दार्जिलिङमा नआएको भए, आज हामीले यो जनसभा पनि गर्न पाउँदैन थियौं। हामी यहाँ जनसभा गर्ने हामीलाई अनुमति हुँदैन थियो। खरसाङमा हामीलाई जनसभा, हाम्रो कहिले पनि जनताहरू थाकेको थिएन सडकमा। 2017मा जनताहरू थाकेको थिएन। सडकमा गोली खाँदाखेरि पनि, दार्जिलिङको चोकमा गोली खाँदा पनि जनताहरू सडकमा निक्लिएको थियो। र हामीलाई जुन प्रकारले पर्मिसन दिँदैन, जुन प्रकारले एलिट गर्छ, यो भारतीय जनता पार्टीको हामीलाई बार बार सहयोग चाहिन्छ। र हामीले यो क्षेत्रीयवाद बचाउन, यो क्षेत्रीयवादलाई हामीले सहयोग पुर्याउन, क्षेत्रीय पार्टीहरूलाई जोगाउन भने हामीले अहिलेको घडीमा भारतीय जनता पार्टीलाई हामीले सर्वोपरि मानेका छौं। म एउटा भारतीय जनता पार्टीको अलायन्सको ग्रुपबाट जुन प्रकारले यो प्रार्थी भएको छु, आज मलाई भारतीय जनता पार्टीको अलायन्सको हैसियतमा जुन प्रकारले खरसाङमा मलाई सेवा गर्ने मौका दिनुभएको छ। र म भन्न चाहन्छु, जुन प्रकारले हाम्रो साथीहरूको कुरा गर्दै थिएँ मैले, हाम्रो साथीहरूले हामीलाई छिन्न भिन्न बनाएर आज हामीलाई जुन प्रकारको राजनीतिक लडाईमा उतारेको छौ, म मेरो एक्सपिरियन्समा भन्न चाहन्छु, मैले हाम्रो दाजुहरूलाई आज प्रशासन चलाउनु हुँदैछ नि तपाईहरुलाई म यहाँबाट भन्न चाहन्छु, तपाईहरुको निम्ति मैले जुन चाहिँ एउटा इलेक्ट्रल पोलिटिक्समा मैले एउटा कमिसनर धरीमा मैले ठुक्राएको मान्छे हो। मलाई कमिसनर अफर गर्दा पनि म उड्दिन, मलाई इच्छा छैन भनेर म राजनीतिमा नआउने व्यक्ति हो। यहाँ रोशन गिरिदेव दाजु हुनुहुन्छ, 2005मा मलाई बार बार उहाँले भन्नुहुन्थ्यो, भाइ समाज सेवा गरेर हुँदैन,
राजनीतिमा अगाडि बढ्न पर्छ। उहाँ मेरो राजनीतिक पोलिटिकल उहाँले मलाई तानेर जबरजस्ती मलाई राजनीतिमा हाल्नु भएको यहीँ हुनुहुन्छ। किनभने त्यो अराजनैतिक संगठन थियो अल गोर्खा स्टुडेन्ट्स युनियन, यहाँ मञ्चमा हुनुहुन्छ। मलाई राजनीतिमा इच्छै थिएन, तर पनि मैले समाज सेवा गर्दै गर्दा हाम्रो रोशन गिरी दाजुले मलाई, होइन भाइ, यदि समाज सेवा गर्नु हो भने राजनीतिमा अगाडि आउनुपर्छ युवाहरू। तर मैले बुझ्दिन थिएँ। दाजुलाई धेरै ताल हेल्प गरे संगठन बनाउनुको निम्ति, तर भोलिपल्ट फेरि त्यो संगठन टुक्रिएर जान्थ्यो। अनि अन्तमा रोशन दाजुले मलाई भन्नुभयो, भाइ अब तिमीले नै गर्नुपर्छ, तिमी नै अघि आउनुपर्छ। र मैले सुरुवात गरेँ नन पोलिटिकल अर्गनाइजेसनबाट। तर 2007 मा जुन प्रकारको आधी हुरी आए, यो गोर्खा जनमुक्ति मोर्चा हाम्रो अध्यक्ष विमल गुरुङज्यू आज यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पहाडभरि नै हामीले समर्थन गर्यौं। म एउटा विद्यार्थी संगठनको हैसियतले जुन प्रकारले विद्यार्थीहरूलाई मैले बुझाउने प्रयास गरेँ, विद्यार्थी युवाहरूलाई मैले गाइडलाइन्स गर्न कोसिस गरेँ, तर मलाई विद्यार्थी संगठनहरूमा पनि धेरै प्रकारले राजनीतिहरू भए। अनि मैले दिनदिनै राजनीतिहरूमा बुझ्दै गए। तर 17 मा 13 मा जुन प्रकारले मलाई पनि त्यति बेला पनि भिक्टिमाइज गर्ने कुरा भए 13 मा पनि, तर मैले निस्वार्थ प्रकारले आज जुन प्रकारले गर्दै गए। तर 17 मा जुन घटना भए, जुन प्रकारले यो झण्डाहरू च्यातिएर दुई फाक भए, दुई फाक बनाए राज्यको सत्ताले। र म हाम्रो दाजुभाइहरूलाई भन्न चाहन्छु, यो म यहाँबाट भनिरहन चाहदिन, किनभने मलाई भन्दा ज्यादा आज तपाईहरूलाई पिर परेको छ। यो भित्र जति पनि उपस्थित हुनुहुन्छ तपाईहरूलाई थाहा छ 17 को घटना। र म यहाँबाट भन्न चाहन्छु, अब आज पनि राजनीतिमा, किनभने नम्बरको गेम हो, नम्बर काउन्ट्स। यहाँनिर 3 जना हामी प्रार्थीहरू छौँ यो क्षेत्रबाट, अरू पनि हाम्रो डुवर्सबाट पनि 2 जना हुनुहुन्छ गोर्खा। हाम्रो भारतीय जनता पार्टीबाट त धेरैजना छन्, तर अब हामीले नम्बर गेमको हो यो राजनीति। र हामीले यहाँनिर हाम्रो गोर्खाहरूको एकता देखाउने दिन हो। गोर्खाहरूलाई जुन प्रकारले छिन्न भिन्न बनाएर एकत्रमा यसरी यो मञ्चमा तपाईँहरूले वरिपरि झण्डाहरू देख्नु हुँदैछ, यो एउटा ऐतिहासिक कदम हो, ऐतिहासिक क्षत्र हो। गोर्खाहरूलाई एक गर्नुको निम्ति आज हामीले कम्बर कसेका छौँ। यहाँनिर कुनै पार्टीको हामी एक नेतृत्व होइनौँ। यहाँ यो मञ्चमा बस्ने सबैजना हामी एउटा पार्टीका छैनौँ, हामी एनडीए अलायन्सको पार्टी हौ। हामी एनडीए अलायन्सको नेतृत्वमा हामी आज चुनावमा उत्रिएका छौँ। यो गोर्खा एकताको एउटा ज्वलन्त उदाहरण हो। र हामी यहाँबाट भन्न चाहन्छौँ, यो गोर्खा एकता जहिले तहिले बनिराख्न पर्छ। तर यो एकता, गोर्खाको एकतामा बङ्गाल सरकारले जहिले पनि हाम्रो आँखा गाडेको हुन्छ। आज देख्नु हुँदैछ तपाईँहरूले, प्रार्थीहरू कोही इन्डिपेन्डेन्ट भएर भाजपाको एनडीए अलायन्सको भोट काट्नको निम्ति निक्लिएको छ। कोहीले हामी श्रमिकहरूको हैत्यसी भनेर भाजपाको भोट काट्न, एनडीएको भोट काट्न, बङ्गाल सरकारको ब्याकडोर पछाडिबाट भाजपाको अलायन्सको भोट काट्न निक्लिएको छ। तपाईँहरूले चिन्न पर्छ, चिन्न सक्न पर्छ, छुट्याउन सक्न पर्छ। जुन प्रकारले आज हाम्रो एनडीए अलायन्स जुन प्रकारले गोर्खाहरूलाई एकता गर्दैछ, आज भन्दा 2011 2013 मा 16-17 वटा बोर्ड बङ्गालमा बनाएर गोर्खाहरूलाई जात जातमा विभाजन गर्ने कोसिस भएको थियो। त्यो नाकाम भएपछि आज जुन प्रकारले हामीले देख्दैछौँ, भाजपाको अलायन्स ग्रुपको राजनीति जसरी हामीले 2014 मा, 2019 मा, 2021 मा, 2024 मा हामीले एकता देखाएर विधानसभा दुईटा लोकसभामा हामीले एकता देखाएको देख्दा बङ्गाल सरकार आतिएको छ। 2017 मा त 2026 मा त हामी बङ्गाल सरकार नै परिवर्तन गर्दैछौँ। र त्यो एकता देखेर तपाईँहरू पछि प्रलोभन देखाउने, तपाईँहरूको छद्म भेषमा तपाईँहरूको घर घरमा घुमि हिँड्दैछ। हामी श्रमिकहरूको हैतेसी हो, हामी श्रमिकहरूको आन्दोलन गर्ने व्यक्ति हो, हामी श्रमिकहरूको पक्षमा छौँ भन्दै घर घर गएर एनडीए अलायन्सको भोट काट्नुको निम्ति निक्लिएको छ। र उहाँहरूलाई म आह्वान गर्न चाहन्छु, कृपया तपाईँहरूले यति नगरिदिनुहोस्। र हाम्रो यहाँनिर उपस्थित सबैलाई म आह्वान गर्न चाहन्छु, चिन्न पर्छ यो पालिको भोट भनेको यहाँनिर सोनाम लामा, नोमन राई अनि हाम्रो भरत छेत्रीज्यू मात्रै हार्दैन। यो पालि उठेको होइन। यो पालि एक जना 2017 मा जुन प्रकारले तपाईँहरू सीआरपी को लट्ठी खाँदाखेरि पनि, पुलिसले लट्ठी लगाउँदा पनि, पुलिसले गोली ठोक्दा पनि तपाईँहरू दार्जिलिङको चोकमा पछि हट्नु भएन।
जेल जाँदाखेरि पनि पछि हट्नु भएन। जस्तो प्रकारले तपाईँहरू निक्लिनु भएको थियो, अब त्यो हामी केही पनि गर्दा पर्दैन। यो 23 तारिकको दिन हामी तपाईँहरूले एउटा बटन मात्रै थपाउनु पर्छ, भारतीय जनता पार्टीको बटन। मेरो खरसाङमा 3 नम्बर छ, यसरी नै दार्जिलिङमा छ, यसरी नै कालिम्पोङमा छ। तपाईँहरूले अब घर घर दैलो दैलो गएर तपाईँहरूले यो बटमलाई कसरी थिच्न, हाम्रो नजान्ने व्यक्तिहरूलाई, बिमारी व्यक्तिहरूलाई र उहाँहरूलाई गएर बताउनु पर्ने छ। र यति भन्दै म तपाईँहरूलाई एउटा गोर्खा एकताको आह्वान गर्दै आउने दिनहरूमा हामी तपाईँहरूको गाउँ गल्लीमा जुन प्रकारले आउनेछौँ र जाँदैछौँ, र यदि प्रार्थीहरू, आज मेरो आफ्नो एक्सपिरियन्सले पनि प्रार्थीहरू हामी पुग्न सक्दैन रहेछौँ चाहँदा चाहँदै पनि, र तपाईँहरू सबैलाई म यहाँबाट जहाँ हामी पुग्न सक्दैनौँ त्यहाँबाट म क्षमा चाहँदै मेरो सम्भाषण यही समाप्त गर्दछु। जय गोर्खा, जय गोर्खा, भारत माता की, भारत माता की। धन्यवाद। सोनाम भाइ अलिक भावुक पनि भए, धेरै उत्साहित र उत्तेजित पनि थिए। त्यसो हुँदाखेरि उहाँले तीनैजना पार्टीको पक्षमा पनि झन्डै झन्डै एसेम्ब्लीमा बोल्ने पनि आधी उधी अझै बोली पठाए। त्यसले गर्दाखेरि वक्तव्य साह्रै लामो पनि नहोस् बोल्नेको निम्ति, अनि साह्रै छोटो पनि नहोस् सुन्नेको निम्ति भनिँदै, अन्य जति पनि वक्तव्य राख्नुहुने साथीहरूलाई धेरै सुन्ने रहर हुँदाहुँदै पनि संक्षिप्त वक्तव्य आफ्नो 5 मिनटको निर्धारित पहिलेबाट घोषित समयभित्र नै सिध्याइदिन आग्रह गरिन्छ, किनभने 12:30 बजे भित्र हामीले यो कार्यक्रमलाई टुङ्ग्याउनु पर्ने बाध्यताले हामी बाँधिएका छौं। र म अब सीपीआरएम अन्तर्गत सेक्रेटरी जेनरल श्री नर्बु लामा घिसिङ ज्यूलाई उहाँको 5 मिनटको सम्बोधनको निम्ति आग्रह गर्दछु। आगामी 23 तारिक सम्पन्न हुने बंगाल विधानसभाको निम्ति यो सम्पन्न लेबोङ पब्लिक ग्राउन्डमा सम्पन्न गठबन्धनका चुनावी जनसभाका सभापति अनि मञ्चमा आसीन सदैव राज्यसभा सांसद श्री हर्षवर्धन श्रृङ्खलाजी अनि लोकसभाका हाम्रा अति लोकप्रिय सांसद श्री राजु विष्टजी अनि सीपीआरएम का कार्यकारी अध्यक्ष सदैव सर बीएम राय अनि गोजमुमुका अध्यक्ष श्रीमान विमल गुरुङजी, जीएनएलएफ का अध्यक्ष श्रीमान मोहन घिसिङजी, अन्य विशिष्ट व्यक्तित्वहरू लगायत आज यो बंगालको परिवर्तनलाई सहभागी बन्नको निम्ति आउनुहुने मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनी र हामीले आजसम्म हेर्यौं दार्जिलिङ पहाडमा अनि बंगालको उत्पीडन, जुन उत्पीडनले आज हामीले हाम्रो मनको कुरा, हामीले हाम्रो मनको भावनालाई पनि पोखाउन सक्ने अवस्था भएको थिएन र त्यो अवस्थामा हामीले 2019 मा बीजेपी का एउटा होनहार युवा राजु विष्टलाई दार्जिलिङमा ल्याएर एउटा नयाँ गठबन्धन तयार गर्यौं र त्यो नयाँ गठबन्धनको तर्फबाट हामीले यहाँका जुन
शोषण र दमन थियो, जुन उत्पीडन थियो, त्यो उत्पीडनको विरुद्धमा हामीले निष्पक्ष तरिकाले, हामीले हाम्रो चाहना अनुरूप हामीले बीजेपीलाई अथवा सांसद राजु विष्टलाई जिताएर पठायौं र उहाँको तर्फबाट हामीले हाम्रो चाहना पूरा गर्नु नसके तापनि उहाँको पार्टीको तर्फबाट अनि उहाँको तर्फबाट सांसदमा धेरै पल्ट हाम्रो आवाजहरू उठाएको छ र त्यो आवाजहरू उठाएको कारण आज हामीले साँच्चै नै भोलिको दिनमा हामीले न्याय पाउँछौं भन्ने आज आशामा आज पनि हामी बसिरहेका छौं। आज म एउटा वामपन्थी विचारधाराको पार्टी गर्ने एउटा राजनैतिक कार्यकर्ता भए तापनि आज भारतीय जनता पार्टीलाई हामीले साथमा लिएर उनीहरूको सहयोगमा आज हामी हाम्रो आकांक्षालाई पूरा गर्ने हामीले त्यो लडाईँमा, त्यो संघर्षमा आज हामी अगाडि बढिरहेका छौं र कसैले यसैपल्ट पनि आज यो चुनावमा क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले के गर्छ, के गर्दैन, कसलाई सघाउँछ भन्ने एउटा मान्छेमा कौतूहल त थियो, मान्छेमा एउटा शंका थियो। यद्यपि हामीले यो जुन चाहिँ मुद्दा छ, जुन चाहिँ हाम्रो चाहना छ, जुन चाहिँ हाम्रो आकांक्षा छ, त्यो आकांक्षालाई पूरा गर्ने एउटै मात्रै दल हो भारतीय जनता पार्टी। भारतीय जनता पार्टीले आज साना साना कुराहरू हामीलाई दिएका छन्, हाम्रो प्रत्यक्ष हाम्रो सामुन्ने छन् र त्यो हो हामी विगतमा कम्युनिस्ट पार्टी भित्र थियौं, सीपीआईएम भित्र थियौं, त्यति बेला सरकार थियो, डुवर्स क्षेत्रमा कम्युनिस्ट पार्टीको नै त्यहाँनिर जगजग थियो, तर त्यति बेला त्यहाँ पनि हाम्रो गोर्खाहरूले, हाम्रो नेपाली दाजुभाइहरूले कम्युनिस्ट पार्टीलाई समर्थन गरेका थिए, तर उनीहरूलाई त्यहाँनिर कुनै प्रकारको अवसरहरू दिएका थिएनन्। त्यहाँनिर जिल्ला परिषद थिए, त्यहाँको पञ्चायत समिति थिए, त्यहाँको एमएलएहरू थिए, तर कुनै पनि क्षेत्रमा, कुनै पनि समष्टिमा गोर्खाहरूलाई त्यहाँनिर कुनै प्रकारले उम्मेदवार हुने मौका दिएन। तर आज भारतीय जनता पार्टीले हामी जस्तो एउटा पछौटे जातिलाई कुनै पनि एउटा संस्थामा होस्, चाहे कुनै पनि एउटा व्यवस्थाको निम्ति हामीलाई एउटा मौका दिएर गत 2021 को चुनावमा भारतीय जनता पार्टीले प्रथम पल्ट त्यहाँनिर हाम्रो गोर्खा उम्मेदवार विकास लामालाई त्यहाँबाट विजय गराएर पठाए र त्यसमा हाम्रो सहयोग, हाम्रो बीजेपी गोजमुमुको पूर्ण सहयोग पनि थियो र त्यसलाई उम्मेदवार बनाएर जिताएपछि बीजेपीको एउटा उदारता, गोर्खाहरूमाथि जुन तरिकाको उदारता छ, हामीमाथि उनीहरूको सहानुभूति छ भन्ने जुन चाहिँ कुरा हामीले बुझ्यौं र यसपल्ट त आज डुवर्सबाट 2 जना एमएलए दिएर पहाडबाट 3 जना गर्दाखेरि पश्चिम बंगालमा आज 5 जना एमएलए पठाउन सक्ने आज बीजेपी मात्रै भयो र यो तरिकाको उहाँहरूको हामीमाथिको जुन चाहिँ विचार, हामीमाथिको जुन चाहिँ सोच छ, त्यसलाई क्रामाक्पाले स्वागत गर्दछ र आज हामीले जुन किसिमले पहाडको समस्याहरू छन्, आज जिटे चलाउनेहरूले पनि अहिले सोच्नु होला जुन चाहिँ व्यवस्था दिएको छ त्यो व्यवस्थाले पहाडको समस्याहरू समाधान हुँदैन भनेर आज कुनै पनि व्यवस्था, आज संवैधानिक व्यवस्था भयो भने त्यहाँको प्रत्येक विभागमा स्थायी कर्मचारी हुनुपर्ने, तर आज स्थायी कर्मचारी किन हुन सक्दैन? यसरी नभएको कारणले आज राजनैतिक नियुक्तिको कारण
आज त्यहाँको कर्मचारीहरूले आज राजनैतिक उत्पीडन भोग्नु परिरहेको छ। आज उसको मनको पीडा, मनको जुन चाहिँ विचारहरू छ उसले खुल्ला रूपमा भन्नु पाउँदैन। उसलाई जहिले सुकै उसको पछाडि राजनैतिक अंकुश लागिरहेको हुन्छ भनेर हामीलाई लागेको छ। र त्यसले गर्दाखेरि दार्जिलिङको जुन प्रकारको समस्या छ, यहाँको चियाबारीको जुन चाहिँ समस्या छ, आज चियाबारी दिनै बन्द हुन्छ। आज सानो सानो मजदुरहरूले डिमान्ड गर्दाखेरि आज कमानहरू बन्द भएर जाँदैछ। र आज विश्वमा जुन तरिकाले एउटा प्रसिद्ध चिया दार्जिलिङको चिया र यसको के अरे जुन गुण छ र त्यो आज लोप भएर जाँदैछ र यसको पछाडि एउटा षड्यन्त्र भइरहेको हामीले बुझ्छौँ। किनभने दार्जिलिङका एउटा कम्पनी लुइया कम्पनीका एकजना म्यानेजर, उसँग मेरो राम्रो चिनाजाना छ र उहाँलाई चिया बगानमा चाहिँ साँच्चै नै नोक्सान छ कि छैन, किन चाहिँ आज बोनसको टाइममा चिया बगानहरू बन्द गर्छन् र भन्ने कुरा उहाँसँग जान्न चाहँदाखेरि चिया बगानमा म्यानेजमेन्ट राम्रो छ भने कुनै पनि हालतमा कमान बन्द हुँदैन अथवा कमानमा नोक्सान छैन। भनेपछि आज किन चाहिँ यस्तो प्रकारले बन्द गर्ने, आज बोनसको निम्ति यो तरिकाले उनीहरूको बहानाबाजी गर्ने भन्ने जुन सोच छ भन्दाखेरि यो चाहिँ एउटा षड्यन्त्र हो। मालिक र सरकारको, पश्चिम बङ्गाल सरकारको यहाँनिर षड्यन्त्रहरू भइरहेको छ र यो कमान बन्द भयो भने हाम्रो दाजुभाइहरू आज पलायन भएर जानुपर्छ र पलायन भएपछि यो कमान खाली हुन्छ र त्यो खाली भएको कमानमा हामीले उद्योग धन्दाहरू आज 5%, 15% र 30%को कुरा हामी लगाउन सक्छौँ भन्ने उहाँहरूको सोच भएको कारणले र म भन्छु र आगामी चुनावमा हामी जुन तरिकाले परिवर्तनको कुरा हामीले गरिरहेको छौँ, परिवर्तनको हामी चाहना गरिरहेको छौँ र यो परिवर्तनमा हामी त्यसै हुँदैन। परिवर्तनको निम्ति हामी सम्पूर्ण रूपमा अगाडि बढ्नुपर्छ। काँधमा काँध दिएर हामीले हाम्रो उम्मेदवारलाई जिताउनु पर्छ अनि त्यो जितेर गएको उम्मेदवारहरूले यहाँको समस्यालाई, विशेष पहाडको बन्द भएको कमानलाई, यहाँको मजदुरहरूको जुन चाहिँ आज अवस्था छ त्यसलाई परिवर्तन गर्नु, त्यसलाई समाधान गर्नुको निम्ति पनि यो चुनाव, यसपालिको चुनावमा पश्चिम बङ्गालबाट हामीले यो टिएमसी को सरकारलाई हटाएर यो टिएमसी को सरकारलाई पछुत गरेर हामीले एउटा नयाँ बिहानी, नयाँ उज्यालो ल्याउनको निम्ति हामीले यो विधानसभा चुनावमा हामीले हाम्रो उम्मेदवारहरूलाई खरसाङबाट, दार्जिलिङबाट अनि कालिम्पोङबाट हाम्रो उम्मेदवारहरूलाई, यो साझा उम्मेदवार हो, बीजेपीको उम्मेदवार होइन, यो हाम्रो साझा उम्मेदवारहरूलाई जिताएर पठाउनुहुन्छ भन्ने म तपाईहरु सबैलाई आह्वान गर्दै मेरो भनाइ यही शेष गर्छु। धन्यवाद। इन्क्लाब जिन्दाबाद। भारत माता की सम्पूर्णलाई न्यानो अभिवादन। र आज मौसमको समस्याले गर्दाखेरि गृहमन्त्रीजी अहिले बागडोग्रामै हुनुहुन्छ र एउटा भिडियो सन्देश उहाँले पठाउनु भएको छ। तर अर्को एउटा खुशखबरी भन्छु, गृहमन्त्रीले आज भिडियोमै वचन दिनु भएको छ। तपाईहरुले यहीँदेखि म निम्तो दिँदैछु, 21 तारिक फेरि दार्जिलिङको जनताका लागि गृहमन्त्रीजी सुकना आउनुहुन्छ, तपाई र हामीहरुका लागि। अहिले 7 मिनेटको भिडियो गृहमन्त्रीजीको यहाँ हामीहरु सामने तपाईहरुका समक्ष उपलब्ध गराउँदैछु। चालू कर दो। कुमार रेडी। हेर्नुहोस्, जुन कुरो हाम्रो हातमा छैन, मौसम हाम्रो हातमा हुँदैन, उहाँबाट जब एयर ट्राफिक कन्ट्रोलले अनुमति नै नदिएपछि उहाँको उत्कट इच्छालाई उहाँले
यहाँ प्रकट गर्नुहुँदैछ। इसलिए मैं वर्चुअल माध्यम से दार्जिलिंग की खूबसूरत पहाड़ियों पर रहने वाले मेरे प्यारे गोरखा भाइयों बहनों, आज बड़े मन के साथ मैं आपको मिलने आने वाला था, परंतु मौसम गिरने के कारण मेरा हेलीकॉप्टर वहां लैंड कर नहीं रहा है। इसलिए मैं वर्चुअल माध्यम से आपके साथ बात कर रहा हूं। मेरी अगली सभा 21 अप्रैल को सुखना में करेंगे, वहां आप सभी को मिलने में जरूर आऊंगा। आज आपके यहां मंच पर हमारे लोकप्रिय सांसद राजू बिस्ता जी है, राज्यसभा के सांसद श्री हर्षवर्धन सिंगला जी है, बात कर रहा हूं, तेजस्वी सूर्या जी है, बिमल गुरुंग जी बैठे हैं, बुद्धिमन राय अध्यक्ष सीपीआरएम बैठे हैं, मेरे मित्र श्रीमान घिसिंग, मेरी अगली सभा 21 अप्रैल को जीएनएलएफ में करेंगे और वहां आप सभी को मिलने में जरूर आऊंगा। जिला अध्यक्ष भारतीय जनता पार्टी वो भी बैठे हैं। इनके साथ नोमान राय दार्जिलिंग के हमारे प्रत्याशी, कुर्सियोंग के प्रत्याशी श्री सोनम लामा और कलीपोंग के प्रत्याशी श्री भरत कुमार छेत्री भी बैठे हैं। मैं कोई लंबी बात करना नहीं चाहता। इस बार जिस प्रकार से पूरे बंगाल में मैं घूमकर आज मालदा से आपको संबोधित कर रहा हूं, दार्जिलिंग वासियों, ये तय है कि इस बार बंगाल में भारतीय जनता पार्टी की सरकार बनने जा रही है। भाजपा की सरकार बनने के साथ ही बंगाल में घुसपैठ तो रुकेगी ही, गुंडा राज का अंत तो आएगा ही। जिस प्रकार से सिंडिकेट और माफियाओं का शासन है, इसका अंत आएगा ही। दार्जिलिंग की पहाड़ियों पर हजारों गोरखाओं पर हजारों गलत केस कर पुलिस राज जो स्थापित किया है, इसका भी अंत आएगा, परंतु साथ साथ गोरखा समस्या का समाधान भी निश्चित रूप से आएगा। मैंने गोरखा समस्या के समाधान लाने का भारत के गृह मंत्री के नाते कई प्रयास किए। विगत 1.5 साल के अंदर 3 बार मीटिंग बुलाई, मगर ममता दीदी या उनके कोई प्रतिनिधि दिल्ली नहीं आए। मैंने परेशान होकर कि चलो भाई, दीदी आप आना नहीं चाहती हो तो हम ही बंगाल आ जाते हैं। एक इंटरलॉक्यूलेटर की अपॉइंटमेंट की, जो आप सभी से बात कर रहे हैं। उन्होंने ममता जी के साथ और सरकार के साथ भी बात करने का प्रयास किया, मगर वो उनको समय ही नहीं दे रही, क्योंकि वो नहीं चाहती कि दार्जिलिंग की पहाड़ियों पर रहने वाले सच्चे देशभक्त गोरखा भाइयों को न्याय मिले, उनका अधिकार मिले। मगर आप चिंता मत करिए, 5 मई को सरकार बनने के बाद भारतीय जनता पार्टी की बंगाल सरकार की प्रायोरिटी होगी कि संवैधानिक फ्रेमवर्क के अंदर गोरखाओं की समस्या का, दार्जिलिंग की पहाड़ियों की समस्या का समाधान किया जाए।
और मैं एक और वादा आज कर जाता हूं, जो हमारे गोरखा भाइयों बहनों पर हजारों केस लगाए हैं, वो सारे केस भारतीय जनता पार्टी की सरकार बनने के साथ ही वापिस ले लिए जाएंगे और सबके साथ न्याय होगा। लोकतंत्र में आंदोलन करने वालों को केस कर दबाने का जो नया परंपरा ममता बनर्जी ने शुरू किया है, जो कम्युनिस्टों ने शुरू किया था, वो परंपरा का अंत भारतीय जनता पार्टी ही करेगी। मैं जब अगली सभा में 21 अप्रैल को आऊंगा, तब पहाड़ के लिए विकास का रोड मैप, गोरखा भाइयों बहनों के लिए अनेक प्रकार की घोषणाएं मैं वहीं करूंगा। परंतु तब तक मैं आप सबसे क्षमा प्रार्थी हूं कि आज मैं आपको दार्जिलिंग की पहाड़ी पर आकर नहीं मिल सकता, मगर जब मैं आऊंगा तो बहुत डिटेल बात करूंगा। आज इतना ही कहना चाहता हूं कि सरकार बनने के बाद गोरखा समस्या का, दार्जिलिंग की समस्या का निराकरण हमारी प्राथमिकता होगी और सारे गोरखा आंदोलनकारियों पर जो राजनीतिक केस डाले गए हैं, वो सारे के सारे हम विड्रॉ कर लेंगे। हमारे तीनों प्रत्याशी श्री नोमन राय, श्री सोनम लामा और भरत कुमार छेत्री, तीनों को प्रचंड बहुमत के साथ जिताइए और अपनी सरकार बनानी, बंगाल में आपकी अपनी सरकार बने, इसके लिए कमल के निशान पर बटन दबाइए। आप सभी का बहुत बहुत धन्यवाद। भारत माता की जय। जय गोरखा।